सम्पूर्णमा स्वागत छ। फेरि पनि स्टडी सेन्टरमा गण्डकी प्रदेश लोकसेवा आयोग 5औं तह मिति 2082 10 महिना 22 गते सोधिएको प्रथम प्रश्नको जीके अन्तर्गत प्रश्न उत्तरहरू ल्याएर तपाईँहरूमाझ उपस्थित भएको छु। यदि तपाईँहरूले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र अहिलेसम्म लाइभ सेयर गर्नुभएको छैन भने लाइक सेयर गरेर हामीलाई साथ सपोर्ट दिनुहोला। तपाईँहरूको समयलाई मध्यनजर गरेर ढिला नगरी आजको प्रश्न नम्बर 1 तर्फ जाउँ। संयुक्त राष्ट्र सङ्घको कुन धारा अन्तर्गत सबै राष्ट्रले सदस्य लिन पाउने व्यवस्था छ? धारा 4। कोदो दिवस कहिले मनाउने निर्णय गरियो? 2082 3 महिना 23 गते। च्याउ दिवस कहिले मनाउने निर्णय गरियो? 2082 पौष 11 गते। प्रश्न नम्बर 4 COP30 कहिलेबाट सुरु भयो? 2025 नोभेम्बर 10 देखि 22 जुन चाहिँ ब्राजिलमा। प्रश्न नम्बर 5 गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको सोच के हो? आत्मनिर्भर र समुन्नत प्रदेश अथवा सुखी प्रदेशवासी। प्रश्न नम्बर 6 जैनजी आन्दोलनमा मृत्यु भएका 45 जनालाई शहीद घोषणा कहिले गरियो? 2082 कार्तिक 17 गते। प्रश्न नम्बर 7 गङ्गापूर्ण हिमाल कुन हिमश्रृङ्खला अन्तर्गत पर्दछ? अन्नपूर्ण हिमश्रृङ्खला सही जवाब। प्रश्न नम्बर 8 हरिनाश गाउँपालिका कुन जिल्लामा रहेको छ? स्याङ्जा। घिरिङ गाउँपालिका कुन जिल्लामा रहेको छ? तनहुँ। बरेङ गाउँपालिका कुन जिल्लामा रहेको छ? बागलुङ। सुप्रमादी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? कास्कीमा पर्दछ। प्रश्न नम्बर 12 नेपालमा भूमि सुधार ऐन लागू कहिले भयो? विक्रम सम्वत 2021। प्रश्न नम्बर 13 मा थियो गौरीशङ्कर संरक्षण क्षेत्र कति जिल्लाभित्र पर्दछ? हाम्रो सही जवाब रहेको छ दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा चाहिँ हाम्रो गौरीशङ्कर संरक्षण क्षेत्र पर्दछ। प्रश्न नम्बर 14 शब्दविद्या ग्रन्थका रचनाकार को हुन् भनेको छ? अंशु वर्मा चाहिँ हुन् है। अंशु वर्माले चाहिँ शब्दविद्या ग्रन्थको रचना गरेका हुन्। प्रश्न नम्बर 15 घाँसीकुवा कुन जिल्लामा पर्दछ? तनहुँ चाहिँ यो प्रश्नको सही जवाब रहेको छ। प्रश्न नम्बर 16 कर्मा धर्मा नाच कुन जातिमा प्रचलित छ? झाँगड, जसलाई चाहिँ उराव पनि भन्छ। प्रश्न नम्बर 17 नोबेल शान्ति पुरस्कार 2024 कसलाई प्रदान गरियो? मारिया कोरिना ट्रेन्ज मचाडोलाई चाहिँ नोबेल शान्ति पुरस्कार प्रदान गरियो 2024 को। प्रश्न नम्बर 18 मा थियो भारतले चन्द्रयान 3 को कहिले प्रक्षेपण गरेको थियो? सन् 2023 जुलाई 14 चाहिँ सही जवाब रहेको छ। EIA को पूरा रूप के हो? इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट है। अनि यहाँनिर प्रश्न नम्बर 20 JPEG को पूरा रूप के हो? जोइन्ट फोटोग्राफिक एक्सपर्ट्स ग्रुप। अनि प्रश्न नम्बर 21 बिरुवाको पत्ता हरियो हुनुको कारण कुन हो भनेको छ? क्लोरोफिल चाहिँ यो प्रश्नको सही जवाब थियो। प्रश्न नम्बर 22 मा थियो बुद्ध भगवानको जन्म, ज्ञान प्राप्ति र मृत्यु महापरिनिर्वाणको उपलक्ष्यमा मनाइने पर्व कुन हो? साथीहरू वैशाख पर्व अथवा वैशाख पूर्णिमा। प्रश्न नम्बर 23 हिमचितुवाको वैज्ञानिक नाम के हो त साथीहरू? पेन्थेरा युन्सिया है साथीहरू। यहाँनिर तपाईँहरूको इक्जाम दिएको साथीहरूको कतिवटा मिल्यो यहाँनिर तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र हाम्रो भिडियोलाई लाइक र सेयर गरेर हामीलाई साथ सपोर्ट र हौसला प्रदान गरिदिनुहोला र सब्स्क्राइब पनि गरिदिनुहोला। यही थियो साथीहरू गण्डकी प्रदेशमा जीके अन्तर्गत सोधिएका प्रश्नहरू र उत्तरहरू मैले यहाँनिर 23 वटा राखेको छु। अरू पनि होलान् हेर्ने साथीहरू, यहाँनिर 23 वटा मात्र मैले ल्याएर राखेको छु। ल साथीहरू अर्को भिडियोमा भेटौँला है त, बाई बाई।